नमस्कार, न्यूज नेपाल टिभी को न्यूज बुलेटिनमा स्वागत छ। हामी देश विदेशमा घटेका घटना परिघटनाहरूलाई सत्य तथ्यको आधारमा प्रस्तुत गर्ने गर्दछौं। सही क्रममा उपस्थित भएका छौं। कृपया तपाईलाई हाम्रो कार्यक्रम कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन भने नबिर्सनु होला। यदि अहिलेसम्म हाम्रो च्यानलसँग जोडिनु भएको छैन भने सब्स्क्राइब गरी साथमा रहेको बेल आइकनलाई दबाई हामीसँग जोडिन नबिर्सनु होला। व्यवस्थाका खतरा, केरा गणतन्त्र, राजावादी कि विद्या भण्डारीहरू के कस्तो छ त? पूर्व मन्त्री रहेका बस्नेतलाई 25 लाख धरौटीमा छाड्न आदेश। देशभर मनसुन वायुको प्रभाव, कुन कुन प्रदेशमा वर्षा हुँदैछ त? बाढी पहिरोको जोखिम के कस्तो रहेको छ? यसबारे पनि। ओलीका लागि विद्यानी तगारो, एमालेको भविष्य कस्तो होला? सरकारी कर्मचारीलाई अवकाश लगतै नियुक्ति गर्न ब्रेक लागेको छ। काठमाडौँ भ्यू टाभरका ठेकेदार टेवालको काण्डै काण्ड, बैंक घोटालादेखि चेक बाउन्ससम्म। निर्वाचन आयोगसँग रासपाको र सीईडीओलाई पनि अड्किएको विधेयक अब कसरी पारित होला? माधवको हात समाएर पार्टी बनाउन हिँडेकी रामकुमारीले नै उठाइन् तीखा तीखा प्रश्न। सिनोलाई बोकेर हिँड्न नसक्ने जस्ता अभिव्यक्ति। 100औं खेलाडी भन्दा फराकिलो जित निकालेर कप्तान सावित्रीको ह्याट्रिक। स्पेनमा ओलीको साँचो बाँचो मिलाउन र नेपालमा दूतावास खोल्नको लागि अनुरोध। पहिरोबाट गुल्मीको वामी रिडी सडक खण्ड यति बेला अवरोधपूर्ण रूपमा भएको अवस्था छ। रवि लामेछानेलाई प्रचण्डको प्रस्ताव। तपाईँ प्रधानमन्त्री भन्ने भए तपाईँका लागि म जे पनि गर्न तयार छु। रवि लामेछाने पनि अब त्यसमा के गर्लान् त? यही र यस्तै सम्पूर्ण विषयमा आजको हामीले यो कार्यक्रम मार्फत तपाईँहरूलाई जानकारी दिनेछौँ। कृपया समाचार निकै महत्त्वपूर्ण भएकाले अन्त्यसम्म साथ दिनुहोला। सुरु गरौँ समाचार विस्तारबाट। माधवको हात समाएर पार्टी बनाउन हिँडेकी रामकुमारी झाँक्रीले नै उठाइन् तीखा तीखा प्रश्न। के चलिरहेको छ त एकीकृत समाजवादीमा? यसको लागि हामीले तपाईहरूलाई आज प्रष्ट रूपमा जानकारी दिने प्रयास गर्नेछौँ। एकीकृत समाजवादी बनाउन हात थामेकी रामकुमारी झाँक्रीले अहिले उनै माधव नेपाललाई सिनोको संज्ञा दिएकी छिन्। पार्टी पुनर्गठनको माग समेत गरेकी छिन्। पूर्व मन्त्री एवं पार्टीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीको सार्वजनिक अभिव्यक्तिले नेकपा एकीकृत समाजवादीमा तरङ्ग मचिएको छ। महासचिव घनश्याम भुसालले मन्तव्य सार्वजनिक गरेरै अध्यक्ष माधव कुमार नेपाल विरुद्ध लागेको मुद्दाबारे पार्टीको धारणा विपरीत नबोल्न निर्देशन समेत दिएका छन्। पार्टीको आधिकारिक धारणासँग बाज्ने कुनै पनि कुरा सार्वजनिक रूपले नबोल्न उनले पार्टी केन्द्रीय सदस्य कार्यालय सबै कमरेडहरूको ध्यान आकर्षण गराएका छन्। अभिव्यक्तिमा भनिएको साथै पार्टीमा आफ्नो धारणा राख्ने विधि र स्थानहरू छन् भन्ने कुरा हेक्का रहोस्। कुनै पनि बहानामा सार्वजनिक वाद विवाद प्रतिमा नउत्रिन र समेत यस्तो गरेमा पार्टीलाई कमजोर बनाउने दिशातिर जाने भएकाले यस्तो नबोल्न सबैलाई आग्रह समेत गरेका छन्। महासचिव भुसालको मन्तव्यपछि जारी गर्दै विवाद प्रतिविवाद भएको थियो। पंक्ति निर्देशन जारी गर्नुपर्ने अवस्थाले झाँक्रीको अभिव्यक्तिबाट उत्पन्न तरङ्ग बुझ्न सकिन्न। पूर्व मन्त्री झाँक्रीले शनिबार युवा सङ्घ गुल्मीको प्रदेश कमिटीको कार्यक्रममा पार्टी पुनर्गठनको एजेन्डा उठाएकी थिइन्। उनले पार्टी अध्यक्षमाथि नै सङ्कट आएको र पार्टी सङ्कटमै रहेको निष्कर्ष प्रस्तुत गरेकी थिइन्। अध्यक्षकै बारेमा सङ्कट आयो, अब के गर्ने? आफ्नै प्रश्नको जवाफमा झाँक्रीले भनेकी थिइन्, अब के गर्ने भने पार्टीलाई पुनर्गठन गरेर अगाडि बढाउनु पर्दछ। सङ्कट आयो भनेर भाग्ने होइन। पार्टीलाई पुनर्गठन गरौँ। कसरी गर्ने? आदर्श अनि महाधिवेशन गरौँ र अनि मनोनित गरेर पुनर्गठन गरौँ र अध्यक्ष बनाऊ। तर यथास्थित रहन सकिँदैन, उनको जोड थियो। त्यस क्रममा माधव नेपाल सहित मुद्दा खेपिरहेका आरोपित लागेका नेताहरूलाई बिजाउने गरी चर्कै उपाय दिएकी थिइन्। कानुन संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो, अरू कयौं पार्टीका सदस्यहरूमाथि पनि समस्या आएकै छ। अब काँधमा मरेको सिनो हालेर हिँड्न सकिँदैन, झाँक्रीले भनेकी थिइन्। हामी सुध्रिने हो, अब नयाँ ढङ्गले जाने हो र ढङ्गले जानुपर्छ। केही डिस्पोज गर्नुपर्दछ। हेरौँ, अब अर्ली महादेशबाट हालसम्मको नेतृत्वलाई छानबिन गरेर अगाडि बढ्नु पर्दछ। एमालेबाट अलग भएर एकीकृत समाजवादी बनेपछि माधव नेपाल प्रति तहको शब्द प्रयोग गर्नु पहिलो पटक हो र संयोग जसले
एकिर समाजवादी बनाउन माधव नेपालको हात समाएकी थिइन्। उनै झाँक्री अहिले मरेको सिनो भन्ने उपाधि दिएकी छिन्। पार्टीका प्रवक्ता प्रकाश ज्वाला रामकुमारी झाँक्रीको अभिव्यक्तिको अराजकता र अनुचित भएको बताउँछन्। उनले बोल्ने भएको कुरा उचित छैन, अराजक भयो। कुनै नेता विरुद्ध, पार्टी विरुद्ध त्यसरी सार्वजनिक रूपमा बोल्नु राम्रो होइन। उपाध्यक्ष ज्वाला भन्छन् यो विषयमा पार्टीभित्र छलफल हुने बताउँछन्। पार्टी पुनर्गठनको एजेन्डा भन्दा पनि रामकुमारी झाँक्रीले प्रयोग गरेको उपमानप्रतिको समाजवादी भित्रको ठूलो आपत्ति हो। उपाध्यक्ष जगन्नाथ खतिवडा र पार्टीलाई सिद्ध्याउन लागेकाहरूकै लयमा रामकुमारी झाँक्रीले सार्वजनिक अभिव्यक्ति दिएको समेत बताएका छन्। माधव नेपाललाई कुनै ढङ्गले स्थापित गर्न सकियो भने एकिर समाजवादीलाई कमजोर पार्न सकिन्छ भन्ने सपना देखेकाहरूले यस्तो काम गरिरहेका छन्। त्यसप्रति हामी दहरो भएर खडा हुनुपर्दछ, उनको भनाइ छ। अर्थात् रामकुमारी झाँक्रीको यो अभिव्यक्तिले एकिर समाजवादी भित्र पेचिलो विषय बन्न सक्ने देखिएको छ। सँगै एकिर समाजवादी भित्र लामो समयदेखि रहेको उकुस मुकुसले निकास पाउने पनि देखिएको छ। एमालेबाट अलग भएर एकिर समाजवादी बनाउन माधव नेपालप्रति त्यो तहको शब्द प्रयोग सम्भव र पहिलो पटक पनि हुन सक्दछ। सम्भवतः यसले एकिर समाजवादीलाई माधव नेपालको हात समातेकी थिइन्। उनै झाँक्रीले अहिले मरेको सिनोको उपाधि दिएकी छिन्। कतिसम्मको तह बिग्दो रहेछ राजनीतिमा भन्ने पनि छरपष्ट देखिएको छ। निर्वाचन आयोगसँग सशंकित रासपा पूर्व महामन्त्री ढकाल पूर्वत जिम्मेवारीमा कार्यरत रहने आशय निर्वाचन आयोगले पत्र लेखेपछि यति बेला रासपा सशंकित बनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको पदाधिकारीको हेरफेरको विषयलाई निर्वाचन आयोगले अवधिक नगरिदिनपछि रासपाले प्रश्न उठाएको छ। रासपाका पूर्व महामन्त्री एवं डाक्टर मुकुल ढकाल निर्वाचन आयोगले दिएको पत्रको आधारमा सर्वोच्च अदालत पुगेका छन्। रासपाले गत 17 साउन 2081 मा पदाधिकारीको फेरबदलको जानकारी आए लगतै गराउने भनिएको थियो। ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट मुक्त गरेपछि पदाधिकारी हेरफेरको अभिलेख राख्न रासपाले निवेदन दिएको थियो। उक्त निवेदनको अवधिमा नगरी पूर्व महामन्त्री ढकाललाई 4 असारमा पत्र दिएपछि निर्वाचन आयोगसँग रासपा झस्किएको थियो। ढकालले आवधिक नभएको भन्ने विवरण माग गरे अनुसार आयोगले नि पत्र दिएको थियो। आयोगले 20 चैत 2080 मा आवधिक भएको र त्यसपछि नभएको जानकारी ढकाललाई गराएको थियो। रासपाको केन्द्रीय समिति पदाधिकारी तथा सदस्यको हेरफेर भएको विवरण मिति 2080 12-20 मा अवधिक भएको र त्यसभन्दा पछि हालसम्म अवधिक नभएको उल्लेख गरिएको छ। उल्लेखमा भनिएको छ यसरी जानु हुँदैन, तर रासपाले जसरी पनि निकालिसक्यो त्यस्तैलाई निकास नदिने बताएको छ। पदाधिकारीमा हेरफेर भएको निर्णय रासपाले 30 दिन भित्रै आयोगलाई जानकारी गराएको छ। 25 असारमा भएको निर्णयको आधारमा 17 साउनमा जानकारी आयोग गराइने बताइएको थियो। आयोग अवधिक गरिएन। सोही दफाको दफा 2 मा अभिलेख राख्ने र कार्य जिम्मेवारीमा आयोगको छ। अब त्यसरी के गर्ला त रासपा? आयोगको जिम्मेवारी बारे भनिन्छ जानकारी प्राप्त भएपछि आयोगले तसरबद्ध रहेर आवश्यक अध्ययन र जाँचबुझ गर्दा त्यस्तो काम कारबाही संविधानको ऐन वा ऐन अन्तर्गत बनेको नियमको दल र विद्यमान सम्बन्धी अगाडि जानुपर्ने भनिएको छ। तर मुकुल ढकाल जस्तो बेइमानी र मुकुल ढकाल जस्तो मान्छेलाई रासपाले कदापि स्थान नदिने बताइएको छ। किनभने यिनै मुकुल ढकालले गर्दा रविलाई पनि जेल हाल्नमा टेवा पुगेको भन्ने प्रश्न देखिएको छ। किनभने मुकुल ढकाल जस्तो मानिस फेरि रासपामा आयो भने फेरि यहाँ गडबडी हुने देखिएको छ छरपष्ट। त्यसैले मुकुल ढकाललाई रासपाले साइड ल्याउन चाहन्छ। तर अदालतले के गर्छ त्यो पनि हेर्न बाँकी नै छ। अदालतले सकेसम्म उनीहरूलाई दिन खोजिरहेको छ। के दिँदो रहेछ त त्यो पनि हेर्न बाँकी छ। तर अदालतको यो कारण देखाउमा आदेशमा पनि यस्तै देखिएको छ। विवेकले पाएको त्यो दृश्य र ज्ञानले जसले पार्टीलाई निर्भरता बनाउँदैछ। नेत्र विक्रम चन्द्र विवेक नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीले चालु आर्थिक वर्षमा 2 लाख किलो अर्थात् 200 मेट्रिक टन आलु बिक्री गरेको छ। बिउ छुट्याएर ग्रेडिङ गरेको 200 मेट्रिक टन आलु सिजी ग्रुपलाई बिक्री गरेको व्यापारीले केन्द्रीय आर्थिक व्यवस्थापन प्रमुख विसर्जन आर्यालले जानकारी दिएका छन्। आचार्यका अनुसार आलु प्रति केजी 45 रुपियाँको दरले यस वर्ष
पनि व्यापार भएको छ। सी व्यापारको केन्द्रबाट भएर पनि सहकारी संस्था र स्थानीय समितिहरू लगाएर च्यानलबाट आलु बिक्री भएको छ। आलु बाहेक बिक्री जिल्लाहरूमा उत्पादन भएका मसिनो मोटो चामल, धान, गहुँ, दाल, फापर, तोहरी, दाना तेल, लसुन, बेसार, सिमी र मह लगायत अप्रिक फेसन जस्ता वस्तुको हिसाब किताब राखेर गरेका छौँ। त्यो हिसाब किताबमा व्यापार केन्द्र खुलेपछि मात्र त्यो भएको न्युज नेपाल टिभीसँग अर्यालले बताएका छन्। गत वर्ष माघ 14 गते नेकपाले काठमाडौँको बुढा नीलकण्ठमा नगरपालिका स्थित तल्लो पासीकोट, पिचकोट लगायतको आफ्नै लगानीमा सी व्यापार केन्द्र खोलेको थियो। देशमा 77 जिल्लामा पार्टीको नाममा रहेको र लिजमा गरी 120 बिघा जग्गामा नेपालले कृषि उत्पादन गरेको छ। सी व्यापार केन्द्रबाट मात्रै 5 महिनामा र 5 महिनाको अवधिमा करिब 16,50,000 रुपियाँको व्यापार भएको छ। व्यापार केन्द्रले 31 वटा वस्तुको मूल्य सूचीकृत गरेको छ। यी बाहेक विद्यार्थी संगठनले पनि काठमाडौँमा खोलेको टाला उद्योग र पार्टीले कपिल वस्तुमा खोलेको सी गार्मेन्टबाट पनि कालीकोटको रुस्पान्ट खेलाडी कपडा उद्योग भइरहेको छ। ललितपुरमा हरेक कस्मिस र फिनेलमा उद्योगको कारोबार विवरण आउन बाँकी रहेको जानकारी दिएका छन्। नेपालको उत्पादनलाई ब्रान्डेड गर्ने उद्देश्यले अग्लो सिस्नु झ्याङ उत्खननबाट बनेका कोट प्यान्ट उत्पादन नेपालको गत वर्षबाट सुरु गरेको थियो। त्यसै गरी पशुपालन व्यवसायमा उत्पादन भएको प्रति किलो समेतमा जोड दिएको छ। देशभर उत्पादनमा भएको लगानी र आम्दानीको विवरण साउन 10 गते प्राप्त हुने भएकाले वास्तविक विवरण थाहा नभएको स्थानीय समिति सदस्य कणजित बुढाथोकीले जानकारी दिएका छन्। सी व्यापार केन्द्रले हिसाब किताब बेग्लै हुन्छ। सी र जब मोर्चाले सञ्चालन गरेका उद्योगबाट उत्पादनमा भएका वस्तुको आम्दानी, लगानी, मुनाफा लगायत सबैको विवरण साउन 10 गते मात्र प्राप्त हुनेछ। बुढाथोकीले भने हाम्रो उत्पादन देशमा 77 वटै जिल्लामा 753 वटा पालिकामा भएको छ। लगभग 3000 वटा मात्र उत्पादन छैन होला। त्यो महिनाको अन्त्येष्टिमा सबै जिल्लाहरूमा हामीले त्यो पनि गर्नेछौँ। सी व्यापार केन्द्रमा कपिल वस्तु, कालीकोट, चितवन, रोल्पा, जुम्ला, काठमाडौँ, ललितपुर, हुम्ला, दाङ, नवलपुर र पोखरा, तनहुँ लगायतका जिल्लाबाट उत्पादित वस्तु आउने गरेको प्रमुख आचार्यले बताएका छन्। वर्ष 50% उत्पादन वृद्धि हुने विश्वास व्यक्त गरेका छन्। देशभर 120 बिघा जमिनमा उत्पादन भइरहेकोमा बढेर यस वर्ष 140 देखि 150 बिघा पुग्ने अनुमान गरिएको छ। न्यूनतम पनि 50% उत्पादन बढ्दछ। पोहोर साल हाम्रो 1700 हेक्टर फलेको थियो र यसमा पहिले 50% वृद्धि भएर 2500 वरिपरि पुग्ला भन्ने छ किनकि जमिनको मात्रा पनि देशभरै पोहोरभन्दा 120 बिघा थियो। अहिले त्यो बढेर मोटामोटी 140 र 150 सम्म पुग्ला जस्तो अनुमान गरिएको छ। विवल उत्पादन बाँडफाँड सामूहिक स्वामित्व अन्तर्गत 3 भागमा वर्गीकरण गरिएको छ। केन्द्रीय संस्थागत उत्पादनको 60% आउने, बाँकी 40% र सहकारी संस्था तथा स्थानीय समितिले जाने गरेको बताइएको छ। यसरी लाग्नु पर्ने हो। नेता भनेको विवलक जस्तो पनि हुन पर्ने छ। एकचोटि विवलकलाई पनि हेरेर नेताहरूले सिकुन् कसरी आत्मनिर्भर हुनुपर्छ भनेर। त्यही माओवादीबाट टुटेर गएको विवलक अहिले आफ्नै पार्टी निर्भरमा जान सकिसकेको छ। आफ्नै पार्टी यति बेला खेतीपाती र कृषिबाट निर्भर हुँदैछ। विवलकले पछिल्लो साल मात्रै 1 अर्बको लगभग सब्जी बेचेको, धान, चामल, सब्जी सबै खाद्य पदार्थ बेचेको घोषणा गरेका छन्। यस वर्ष त्यो भन्दा धेरै हुन सक्ने अनुमान गरिएको छ। विवलकले केही न केही आफूले अब कृषि क्रान्ति गर्नु पर्दछ। यो देशलाई अलिकति आर्थिक उन्मुक्तिको टेवा गर्नको लागि पनि कृषिमा जोड दिनुपर्छ भन्दै यति बेला विवलक पार्टीले कृषिमा जोड दिएको छ। 150 हेक्टर बिघा जमिनमा यति बेला विवलकले खयार्दी प्याती सबै कुराहरू, धान, सब्जी लगाएका छन्। काठमाडौँ भ्यू टावरका ठेकेदार टेकवालको काण्डै-काण्ड, बैङ्क घोटालादेखि चेक बााउन्ससम्म। ठेकेदार टेकवाल हरेक पटक पक्राउ पर्दा काठमाडौँ भ्यू टावरको कथा जोडिएको प्रहरी अधिकृतहरू बताउने गरेका छन्। भ्यू टावरका ठेकेदार मनोज कुमार टेकीवाल अहिले हिरासतमा छन्। सिरेडीका ठेकेदार टेकीवालको हिरासत यात्रा यो नै पहिलो पटक भने होइन। उनी यस बाहेक पनि 4 पटक पक्राउ परेर हिरासतमा पुगिसकेका छन्। पुरानो वर्ष पार्कमा निर्माणकै अवस्थामा अल्पत्र परेको सुविधा सम्पन्न काठमाडौँ भ्यू टावरका ठेकेदार हुन् टेकीवाल। अहिले हिरासतमा पुग्नुमा पनि यही भ्यू टावर कनेक्सनमा जोडिएको प्रहरी अधिकारीहरू बताउँछन्। भ्यू टावरको ठेक्का प्राप्त गरे
गरेपछि निर्माण प्रक्रियामा रकम अफुल भएको भन्दै सापट्टि लगेर नतिरेको टेकेवालमाथि आरोप लाग्दै आएको छ। राजकुमार बरालको नाम गरेका व्यक्ति मार्फत टेकेवालले 9 करोड 88 लाख रुपियाँ लगेको पाइएको छ। सापट्टि रकम लिएपछि त्यस बापत टेकेवालले बराललाई नेपाल भ्यू टावर इन्टरनेसनल बैंकको चेक दिएका थिए। चेक बाउन्स भएको थियो। उक्त चेकमा पर्याप्त रकम नभएपछि त्यो चेक खिची र त्यस बापत 30 साउन 2081 मा ग्लोबल आइएमई बैंकको चेक मार्फत 5 करोड 94 लाख 29 मागमा भने 2080-29 मागमा 3 करोड 94 लाख रुपियाँ र 9 करोड 88 लाख रुपियाँको चेक दिएको खुलेको छ। यो कारोबारबारे काठमाडौँ महानगरपालिकाले 28 को वडा अध्यक्षमा रहेका कागजात गरेको भेटिएको छ। यस्तो खण्डमा उनलाई अब कस्तो कारबाही होला भन्ने छ। यिनलाई पनि उही पार्टीको अध्यक्ष लाग्ने गर्छ। पार्टीकै ओतमा बस्ने भएकाले केही त्यस्तो नहुने देखिएको छ। तर कागज गरेको कारोबार भने रकम नभएको भन्दै पीडित प्रहरीमा पुगेपछि टेकेवाल पक्राउ परेका हुन्। टेकेवाल विरुद्ध 6 असार 2082 मा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको थियो। उनी माथि बैंकिङ कसुर मुद्दामा पनि अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिषद काठमाडौँका एसपी तथा प्रवक्ता अपिल राज बोहराले बताएका छन्। पहिले करिब 10 करोड रुपियाँ चेक बाउन्स पक्राउ परेका टेकेवाल विगतमा भने विवादमा उत्रिएका छन्। उनी विभिन्न काण्डमा पटक पक्राउ परेका छन्। उनलाई 3 वैशाख 2075 मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो CIB को टोलीले पक्राउ गरेको थियो। त्यही बेला पनि उनी एक्फेक्स बैंक घोटाला प्रकरणमा जोडिएको आरोप लागेको थियो। एक्फेक्स बैंकको 1 अर्ब 23 करोड घोटाला प्रकरणमा उनी पनि पक्राउ परेका थिए। जलेश्वर कीबोर्ड करेक्सनमा पनि सञ्चालन घोटाला बारे एक्सप्रेस बैंकमा कर्जा लिएका थिए। कम समयमा धितो राखेर उनले 11 करोड 90 लाख रुपियाँ लिएको पाइएको भन्दै CIBले उनीमाथि अनुसन्धान अगाडि बढाएको थियो। नेपालमा छुट छ, जसले जे गर्दा पनि हुन्छ। छ नि एउटा गीत, छुट्न सके छुट, लुट्न सके लुट, कान्छा नेपालैमा छुट त्यही छ नेपालमा। नेपालमा हुनुको कारण यही हो, नेपालको राजनीति धरातल कमजोर हुनु हो। जति नेपालमा राजनीति धरातल कमजोर हुन्छ त्यति भ्रष्टाचार मौलाउँदै जान्छ र त्यति भ्रष्टाचारीहरूले संरक्षण पाउँदै जान्छन्। भ्रष्टाचारले संरक्षण पाएपछि अरू के चाहियो, के खोज्छस् काना, आँखो जस्तै हुने गर्दछ। कुलिङ पिरियडमा काङ्ग्रेसको अडानले गल्यो एमाले। सरकारको स्वीकृत नलिही कुलिङ पिरियडभित्र नियुक्त राख्ने कर्मचारीले निजामती ऐनलाई तोकेको सेवा सुविधा पाउँदैनन्। अवकाश पाएको कम्तीमा 2 वर्ष मात्रै नियुक्त लिएर यस्ता कर्मचारीले पेन्सन तथा अन्य सरकारी सुविधा समेत लिने गरेका छन्। यस्तो अवस्थामा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधि सभाको रोस्टमबाटै भने संघीयता निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक एक साता अघि नै पारित हुनु पर्थ्यो। त्यो अघिल्लो साता पास हुने विधेयक हो। उनले भने विधेयक पारित गर्ने गरी आएको विषयलाई संसदको कार्यसूचीबाट हटाउने कति ठुलो आँट हो। निजामती विधेयक 2Z 2081 मा प्रतिनिधि सभामा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भएको थियो। राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले 1 असार 2082 मा प्रतिनिधि सभामा विधेयकको प्रतिवेदन पेश गरेका थिए। 3 असारमा विधेयक पारित गर्ने कार्यसूची तय भएको थियो। तर त्यस दिन प्रतिनिधि सभा विधेयक पारित हुने कार्यसूची प्रवेश गर्ने भएन। विधेयकको पारित गर्ने कार्यसूची अगाडि बढ्न नसक्नुको कारण के हो? जवाबमा सांसद चित्रबहादुरले सिधै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आरोप लगाएका थिए। केसी राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य हुन्। यसकारण पनि उनी निजामती विधेयक पारित गर्न नभएको रस्साकसीले प्रत्येक साँची हुन्। संसदीय समितिबाट पारित भएर प्रतिनिधि सभामा आएर कार्यसूचीमा चढेर पनि रोकिए बारेमा पनि जानकारी कुरै छैन। आफ्नो यस्तो अड्डानले नहुने भन्दै चित्रबहादुर केसी रिसाएका मात्र छैनन्, उनले आक्रोश पोखेका छन्। आइतबार निजामती विधेयक पारित हुनु अगाडि संसदीय केसीले रोस्टमबाटै आक्रोश पोखे पाइन्छ। कार्यकारिणी संसदलाई बाइपास गर्न पाइँदैन, हामीलाई यस्तो गर्न पाइँदैन भन्दै उनले रोस्टमबाटै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान आकर्षण गराएका थिए।
मदन भण्डारीलाई काङ्ग्रेसले लगाउन खोजेको आरोप नबिर्सिएको भन्दै यति बेला केपी शर्मा ओलीले यस्तो बताएका छन्। नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीबारे प्रधानमन्त्री केपी शर्मा ओलीले केही गम्भीर विषय उठाएका छन्। मदन भण्डारीको 74औं जन्म जयन्तीको अवसरमा राष्ट्रिय गृह सभामा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीलाई 4वटी श्रीमती र सहकारी ठगीको आरोप लागेको प्रसङ्ग उठाएका थिए। मदनको व्यक्तिगत सन्दर्भबारे ओलीले अरू पनि बोलेका छन्, तर 4वटी श्रीमती र सहकारी ठग भने जस्ता प्रसङ्ग अनावश्यक निकालेको भनेर एमाले भित्रै पनि आलोचना भइरहेको छ। अहिले सहकारीको बचत रकम ठगीको समस्या राष्ट्रिय मुद्दा रहेको पनि प्रधानमन्त्री ओलीले उठाएको सन्दर्भ धेरै ध्यान तान्ने गरेको हुन सक्दछ, तर आम सम्झनामा नरहेको र अहिलेको पुस्ताले नसुनेको यो प्रसङ्ग प्रधानमन्त्री ओलीले भने जस्तो थिएन। नेताहरूका अनुसार त्यो पञ्चायतकालको घटना हो। 2036 सालतिरको मोरङको अमरदामा अहिले सुनवर्षी नगरपालिकामा पर्दछ मल बिउ चिनी तेल बाँड्ने साझा संस्था थियो। सहकारीको मात्र होइन, जनताको पनि लगानी त्यो साझाले इटभटरमा रघुती र नगरपालिकासम्म सामग्री बाँडेथ्यो। साझा संस्थाको सामान बिक्री वितरण तत्कालीन प्रधान न्यायाधीशहरूले पनि गर्ने गर्दथे र त्यो चल्दथ्यो, तर विवरणमा प्रणालीप्रति जनता खुसी थिएनन्। तत्कालीन मालेका नेता कार्यकर्ताले साझाको तेल चिनी जनतालाई बाँड्ने निर्णय दिए र दसैँको समस्या पनि थियो। हामी 200-300 जनाले जुलुस लिएर साझा ब्रेक गरेका थियौँ। सुघाको आँप बगैँचा बखराजको खोला छेउमा हामी सबैले बाँडेका थियौँ। घटनामा संलग्न देवी दाहाल भन्छन्, गोदामबाट मैले नै साथीहरूलाई चिनीको बोरा र तेल दिएको हुँ। तर त्यो घटनाबारे मदन भण्डारी जानकार थिएनन्। तेल चिनी जनतालाई बाँडिसकेपछि बेलुकी मात्र मदन भण्डारीले थाहा पाएका थिए। साझाको सामग्री जनतालाई बाँडिदिँदा मदन भण्डारी झापा थिए। 7 मेडीको बाटो हुँदै घर आउँदा रात परेको थियो। त्यसपछि शिव पौडेलको घरमा कार्यरत र कार्यकर्ताहरू भेला गरेर मदन भण्डारीले आफ्नो रिस पोखेका थिए। साझाको सामग्री खोज्ने निर्णय लिनेहरूलाई